हेलो एभ्रिवान, म चाहिँ भर्खर उठेँ हो। अब चाहिँ फ्रेस हुन्छु। सबैजनालाई विजय दशमीको हार्दिक शुभकामना होइन। अब चाहिँ नुहाइधुवाइ पनि गर्छु। त्यसपछि घरमा यस्तो काम छ कि मेरो नभन्नुहोस्, यस्तो काम छ। फोन पनि चार्ज छैन, चार्ज हाल्छु। नुहाइधुवाइ गर्दा पनि आयो, अब पूजा गर्नु छ हो। अन्त हतार हतार भइरहेछ मेरो चाहिँ काम। म चाहिँ घरमा पूजा गरिसकेर चाहिँ यता मन्दिरपट्टि आएँ। मेरो चाहिँ अस्तिको भिडियो हो, अन्त अहिले चाहिँ भोइस कभर गरेर हालिदिन्छु। टाइमै पाएको थिइनँ नि त हाल्ने, घरि कता कुद्दा अन्त मलाई चाहिँ यो जो मेमोरीको लागि चाहिँ एकदम पछिसम्म मेमोरी हुन्छ भनेर चाहिँ मलाई हाल्नु मन लाग्छ। फोनमा त भिडियोहरू हुन्छ, कतिबार स्पेस फुल आउँछ नि त, अन्त डिलिट गर्नु मन लाग्छ। त्यही कारणले चाहिँ मलाई मेमोरीको लागि चाहिँ यस्तो भिडियोहरू जस्तो जो फेस्टिभल चाहिँ यस्तो छ त्यस्तो चाहिँ मलाई पुरै हाल्नु मन लाग्छ। लेट भए पनि म तरैलाई भिडियो एडिट गरेर हालिदिन्छु। अन्त मैले पूजा पनि गरिसकेर अन्त घरमा चाहिँ यति काम हुन्छ हो। अन्त यता दुर्गा मातालाई विसर्जनको लागि मैले केही पाप काम गरेको छु भने क्षमा गरिदियो भगवान्, सबै भनेर भगवान्लाई सबै मागेको पुरा होस् होइन। अन्त घरमा हेर्नु नि यस्तो लतङलिदिङ भएको थियो काम भने, यता पूजाको पनि टेन्सन, घरको काम पनि हो, आफैले गर्नुपर्ने भ्याएन भ्याए पनि। अन्त यता घर पनि सनाकसिनिक पार्नै पर्यो होइन। अन्त यता पनि चटक्क पारी मेरो प्लान्टहरू चाहिँ यति छ हो। अन्त कति मरिसक्यो प्लान्टहरू हेर्नु, मैले चाहिँ अहिले सनक्क पारेँ घर हो। अस्ति भर्खर बनाएको सोफा सेट हो। अन्तखेरि चाहिँ मलाई चाहिँ काठको फर्निचर चाहिँ मन पर्दैन। बाबाले जिद्दीले गर्दाखेरि चाहिँ घरमै बनाउनु बनाएको। मलाई चाहिँ सब फर्निचर चाहिँ बाहिरबाट किन्नु भने बाबा मान्दैन नि त, खालि काठै काठ भन्नुहुन्छ नि त। अन्त मैले चाहिँ सबै रेडी पारिसकेको थिएँ। मम्मी र मैले बाहिर टिका जमरा फुल दियो बातीहरू चटक्क पारेर चाहिँ अन्त हामी यता चाहिँ अब विसर्जनको लागि आउने भनेर चाहिँ यता बढी थियो। यता ऊ बेदान पनि जान्छु भन्छ नि त ऊ जहिले पनि। अन्त भाइ पनि आइरहेको थियो। अन्त हामी चाहिँ यता सबैजना बिजी नै थियो कतिखेर सेलाउनु जाने भनेर। अन्त यता चाहिँ भाइले मलाई उयो बाँधिदिएछ, माताको जुन्नी बाँधिदिएछ। अन्त हामी पनि सेलाउनु जानुपर्छ भनेर। अन्त योपालि चाहिँ हामी सबै केटाकेटी भएर नै पूजा गरेको थिएँ होइन। ग्रुपमा ठुलो भन्ने चाहिँ मै थियो होला। त्यहाँबाट चाहिँ बहिनीहरू पनि एक्साइटेड थियो पूजा गर्नुको लागि। ठिक्कै दादाले पनि गाडी ल्याइदिनु भयो, अम्जताकोबाट गाडी ल्याइदिनु भएको थियो नि त। अम्जतालाई भनेको थिएँ, अन्त ठिक्कै ल्याइदिनु भयो दादाले गाडी। अन्त चाहिँ हामी यता कराउँदै हामी चाहिँ एकदम नन स्टप करायो गर्नु नि आमामामा। अन्त यता आएर विसर्जन पनि गर्नु थालेँ। नानीहरूलाई कराउँदा हो घरि के गर्छ। अन्त झन् दादा पनि गएको थियो होइन, ठुलो भने। अन्त उयो थियो। अन्त सबै गरिसकेर चाहिँ हामी घरतिर लागेँ। घर आइपुग्यो हो। अन्त आएर हेर्नु जमरा कस्तो मजाको भएको थियो हेर्नु नि, मम्मीले राख्नु भएको एकदम राम्रो। अन्त मैले सानक्कै मनपर्छ नि त घरहरू, सानो जमरा पनि रेडी, टिका पनि रेडी पारेँ। अन्त यता चाहिँ मम्मीले जमरा कसले मागेको छ भनेर टिपिदिनु हुँदै थियो नि त। जेसुकै होस् जसोसुकै होस् घर चाहिँ मलाई सानक्कै नै मनपर्छ होइन। अन्त कति अब मम्मीहरूलाई म कति कराउँछु, म घर मैला राखेँ भने सोद्धा पनि हुन्छ। अन्त त्यहाँबाट चाहिँ म चाहिँ मम्मीलाई नि म चाहिँ रेडी हुन जान्छु है मम्मी, मलाई अलिक टाइम लाग्छ भने म चाहिँ रेडी भएँ। यो चाहिँ मेरो दसैँको आउटफिट हो, तपाईँहरूले देखिसक्नु भएको थियो अस्ति भिडियोतिर। यो चाहिँ मैले कहाँ किनेँ भन्दाखेरि चाहिँ ओद्लाबारी मान्दाको दोकानमा किनेँ होइन। मलाई यो आउटफिट कस्तो दिएको थियो कमेन्ट गर्नुहोस् होइन। अन्त हेर्नु मैले चाहिँ टक्क पारेको थिएँ, घर चाहिँ सानक्कै नै पारेको थिएँ, यस्तो रेडी पारेको थिएँ मैले। अन्त बाबाले चाहिँ यता अब बाबा पनि रेडी भएर अन्त यहाँ चाहिँ बाबाले चाहिँ उयो गर्नुहुन्छ नि त, टिका गोबरहरू लगाएर देवी देवतालाई सम्झेर यता टिका उयो गर्नुहुन्छ। अन्त गरिसकेर चाहिँ अन्त बाबाले हामीलाई चाहिँ टिका लगाइदिँदै थियो। यता मलाई चाहिँ डन्ठाले गर्दाखेरि चाहिँ अप्ठ्यारो भइरहेको भिडियो गर्नु, बाबालाई अप्ठ्यारो भइरहेको थियो नि त। सकेर चाहिँ अब हामीलाई टिका लगाइदिन्छु भन्नुहुँदै थियो बाबाले। दियो बाल्नु हुँदैन। सिंहदशक्रु चन्द्रा गौरी विद्याना विदुरी भता कृतिका नारायणी मङ्गलकाली भद्रकाली कपाली शिवदा कुमति हाम्रा सिक्ला दोष तिम्रो बाल्य जादु दुःख र दरिद्र सब दूर हटोस्।
बसिराख्नु पर्यो यस्तो लडेर सर्ने गर्दै थियो अन्त त फोनै निकाल्दैन हौ त्यत्रो भन्छ ल नि मेरो जमाथि ल भक्कु लगाऊ आउनु फोटो नि फोटो अन्त हामी चाहिँ आमा घर जाँदैछु थुनेर दहीहरू थुनेर हो सबैजनालाई मलाई एकछिनमा पठाइदिनुहुन्छ त तपाईँले पो पहिला पढाउनु म चाहिँ आमा घर आएँ हाम्रो बोजू हेलो भन हेलो भन हेलो गाइज अश्लेषा काकी प्रसन्नलाई चाहिँ हेप्पी मिस गरिरहेको छु हो के भयो भन्नु मन को लाग्यो अङ्कल कान्टीको लागि नि फोटोग्राफर हामीलाई त अहिले खुट्टा ढोकिहाल्नु आफ्नै अनुहार निकाल्छ यो त 1.5 किलो थोपरे यो त 1.5 किलो आएछ थोपरे चाहिँ भइगयो सबै गयो त ब्याक क्यामेरा म यहाँ मिस यु चारजना अश्विनी काकी अश्लेषा हेलो भन्दैन भाइको कहाँ भनेर न्युलिनु पनि सकेको छैन अङ्कल टिका लगाइसक्यो यो चाहिँ हाम्रो बाजे पालादेखिको घर हो यो चाहिँ हाम्रो के गाइस बाजे उता रहेको घर हो हाम्रो यो चाहिँ गएको भाइहरूले चाहिँ पुरै ल्याङल्याङ टिका लगाउनु यो जुत्तालाई हामी दामी यहाँ चाहिँ काकाहरूलाई टिका लगाउनु काकाको घर काकीलाई धेरै धेरै सम्झना छ मिस यु काकी बल चाहिँ उजाल ल्याउनु पर्थ्यो नि उज्यालै भयो अँधेरो भएर कोठामा भटाउनुलाई यता यता लाउँदै जानु ल जयते मङ्गलकाले भद्रकाले कपाली दुर्गा क्षमा शिवधात्री सदा नमस्तुते जय तो देवी चामुण्डे जय भूतापहारिणी जय सर्वगते देवी कालरात्रि नमस्ते कहाँ बसेको माथि बस्छ घरमा खाना हुन्छ हाम्रो दसैँको दिन चाहिँ सबैजना खाना खाँदैछ यतै काकी काकी मलाई पनि पस्किदिनु है खाना अन्त यता चाहिँ बाउ छोरा बसिरहेछ
यता खाना खाइसकेर चाहिँ म घरतिर गएँ खानाको भिडियो गर्नु ठिकै भाउजूहरू आउनु भएको थियो त्यहाँ भाउजूलाई टिका लगाइदिनु हुँदै थियो अन्त भाइले चाहिँ टिका लगाउनै मानेको थिएन आफै लाउँदै अन्त पैसा चाहिँ पैसा चाहिँ थापिरहेको थियो पैसा थाप्छ सादा रुपियाँ भन्दा त्यो कति हो त्यो कति हो भन्दा कति हो कति गयो 20 20 रुपियाँ त्यतिको लाउनु जाँदैछु मामा घर आइपुगेँ मामा घरको लागिसकेँ यहाँ हाम्रो डिप भाइ डान्स खेल्दैछ हो डिप भाइ हामी घर जाँदैछु हो टिका लाउनु नवदुर्गा भवानी माताको प्रसादहरू कष्ट हराउनुहोस् आउन पुराहरू गर्नु शान्ति बस्नु पढ्दैछ पढिसकिस् कि सकेन आइसक्यो हेलो हाम्रो के हो कमिटीको पैसा ल्याएर किन्नु बसेको के हो हेलो सङ्गीता के भन्नु छ ब्लग अहिले चाहिँ हामी काकी घर आइपुग्यो हो टाढो छ नि त खै काकी बाई काकी गएको